हेलो एन्ड नमस्ते साथीहरू, तपाईँहरूले पनि मैले जस्तै गरे जिमेल क्रिएट गरे चाहिँ घरमा बसेर इन्कम गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने चाहिँ हाम्रो भिडियो अन्त्यसम्म हेर्नुहोला। त्यस्तै गरी हाम्रो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानल सब्सक्राइब गर्न नभुल्नुहोला। गरी हजुरलाई भिडियो मनपर्छ भने भिडियो लाइक पनि गर्नुहोला है त। यसको चाहिँ मैले अलरेडी पेमेन्ट प्रुफ भिडियो पनि हालिसकेको छु। हजुरले चाहिँ मेरो युट्युब च्यानलमा गएर चेक गर्न सक्नुहुन्छ, जसमा चाहिँ मैले लगभग $2 जतिको चाहिँ विथड्र प्रुफ पनि राखिसकेको थिएँ है त। अब यहाँ चाहिँ देख्न सक्नुहुन्छ मैले चाहिँ जिमेल बनाएको छु र जसबापत चाहिँ मलाई इन्कम भइरहेको छ है त। अब यदि हजुरले पनि यस्तै गरेर इन्कम गर्न चाहनुहुन्छ भने चाहिँ सिम्पली फर्स्टमा चाहिँ यसमा जोइन हुनुभएको छैन भने फर्स्टमा जोइन हुनु होला है त। अब यसमा इन्कम गर्नको लागि मैले चाहिँ हजुरलाई प्रोसेस सिकाउँछु। म चाहिँ सिम्पली ब्याक गर्छु। अब रजिस्टर जिमेलमा ट्याप गर्नु होला। यहाँ देख्न सक्नुहुन्छ पर जिमेलको चाहिँ हजुरले $0.09 अर्थात् ₹12.26 पाउन सक्नुहुन्छ, जसले चाहिँ हजुरले सजिलैसँग आफ्नो वालेटमा पनि विथड्र गर्न सक्नुहुन्छ। यहाँ पे आउटको अप्सन पनि हजुरले थुप्रै देख्न सक्नुहुन्छ। पेआर, क्रिप्टोबट, एडभान्स क्यास, टेथर, ट्रोन जस्ता बिटकोइन क्यास जस्ता विभिन्न अप्सनहरू चाहिँ रहेका छन्। यहाँबाट मिनिमम भनेको चाहिँ हजुरले एउटा जिमेल बनाउनुहुन्छ अनि त्यो चाहिँ हजुरले आफ्नो पेआरसम्म चाहिँ एउटा जिमेल बनाए बापत जो विथड्र गर्न सक्नुहुन्छ है त। मिनिमम भनेको चाहिँ यहाँ हाम्रो $0.07 रहेको छ। हजुरले एउटा जिमेल बनाउनु होला अनि आफ्नो पेआरमा चाहिँ विथड्र लगाउन सक्नुहुन्छ। अब सिम्पली अर्निङ गर्नको लागि रजिस्टर जिमेलमा ट्याप गर्नु होला। अब यहाँ चाहिँ हजुरलाई के कन्डिसनहरू चाहिँ दिएको छ, यो चाहिँ हजुरले ख्याल गर्नुपर्ने हुन्छ है त। यो सिम्पली फर्स्टमा चाहिँ यो फर्स्ट नेम भन्ने रहेको छ। अब यहाँ चाहिँ हामीले एउटा जिमेल एकाउन्ट चाहिँ खोल्नुपर्ने हुन्छ, यहीँ डिटेल राखेर है त। म चाहिँ सिम्पली जिमेलमा जान्छु। हजुरले सेटिङमा गएर पनि खोल्न सक्नुहुन्छ। म चाहिँ सिम्पली जिमेलबाट खोल्छु है त। अनि सिम्पली एड एकाउन्टमा चाहिँ ट्याप गर्छु अनि गुगलमा चाहिँ ट्याप गर्छु। अब यहाँ चाहिँ हजुरले गुगल एकाउन्ट चाहिँ क्रिएट गर्नुपर्ने हो खासमा चाहिँ। अब सिम्पली यहाँ चाहिँ केही समय लोडिङ लिन्छ अनि चाहिँ हाम्रो यो पेज खोल्छ है त। अब यहाँ क्रिएट एकाउन्ट भन्ने अप्सन देख्न सक्नुहुन्छ अनि माई पर्सनल युज गर्नु होला। अब फर्स्ट नेम भनेको अघि लेखेको छ, लास्ट नेम हामीलाई चाहिँ निडेड चाहिँ हुँदैन है त। अब यहाँ डेट अफ बर्थ चाहिँ हजुरले ऱ्यान्डम पनि राख्न सक्नुहुन्छ, यसमा चाहिँ केही फरक पर्दैन। सिम्पली जेन्डर पनि हजुरले ऱ्यान्डम राख्न सक्नुहुन्छ। अब यहाँ गएर चाहिँ हजुरले ख्याल गर्नुपर्ने के हुन्छ भन्दाखेरि यहाँ क्रिएट युर ओन जिमेल एड्रेसमा चाहिँ ट्याप गर्नुपर्ने हुन्छ। यहाँ ट्याप गरिसकेपछि सिम्पली यहाँ आउनु होला। यहाँ आइसकेपछि सिम्पली यसलाई चाहिँ कपी गर्नु होला है त। हाम्रो कपी भइसकेको छ। अब सिम्पली यहाँ आएर चाहिँ यो पेस्ट गर्नु होला। यहाँ चाहिँ अरू माथिकोमा चाहिँ ओपन नगर्नु होला, यहाँ उता जे दिएछ त्यही जो हुनुपर्छ है त। अब सिम्पली नेक्स्टमा चाहिँ ट्याप गर्नु होला। अब पासवर्ड राख्दा पनि हजुरले के ख्याल गर्नुपर्ने हुन्छ भन्दाखेरि पासवर्ड चाहिँ हाम्रो यता दिएको हुन्छ, यो पासवर्डलाई कपी गर्नु होला। कपी गरिसकेपछि यो जिमेलमा आउनु होला अनि सिम्पली पेस्ट गरिदिनु होला है त। यति गरिसकेपछि सिम्पली नेक्स्टमा ट्याप गर्नु होला। सिम्पली रिभ्यू युर एकाउन्ट भनेको छ, नेक्स्ट गर्नु होला। अब स्क्रल गरेर चाहिँ आई एग्रीमा ट्याप गर्नु होला है त। यहाँ ट्याप गरिसकेपछि अब हाम्रो यहाँ चाहिँ केही समय लोडिङ लिन्छ। लोडिङ लिइसकेपछि हाम्रो गुगल सर्भिसले चाहिँ हाम्रो यहाँ हेर्दैछ, गुगल एकाउन्ट बनाउँदैछ, चेकिङ इन्फो। फाइनली गाइस हाम्रो जिमेल चाहिँ क्रिएट भइसकेको छ। नयाँ जिमेल भर्खर खोलेको भएर हजुरहरूले चाहिँ हेर्न सक्नुहुन्छ। म हजुरलाई सो गर्नेछु है त। यहाँ देख्न सक्नुहुन्छ हामीले भर्खर एउटा नयाँ जिमेल चाहिँ खोलिसकेका छौँ। अब यसलाई चाहिँ हामीले के गर्नुपर्ने हुन्छ भन्दाखेरि यति जिमेल खोलेर भ्याइसकेपछि सिम्पली यहाँ आउनु होला है त। अब यो चाहिँ हजुरले एउटा जिमेल खोल्नुभयो। अब खोलिसकेपछि के हुन्छ, खोलिसकेपछि डनमा चाहिँ ट्याप गर्नुपर्ने हुन्छ है त। डनमा ट्याप गरिसकेपछि के भन्छ भन्दाखेरि यहाँ चाहिँ यो ब्यालेन्स चाहिँ हजुरको 5 डेसम्म चाहिँ होल्डमा रहनेछ। होल्डमा रहँदाखेरि चाहिँ हजुरले विथड्र लगाउन सक्नुहुन्न। अब सिम्पली ब्यालेन्समा जानुहुन्छ भने देख्न सक्नुहुन्छ मसँग ब्यालेन्समा अहिले $0.06 रहेको छ। त्यस्तै गरी होल्ड ब्यालेन्स भनेको चाहिँ $0.09 जुन चाहिँ मैले भर्खर जिमेल क्रिएट गर्दा चाहिँ पाएको थिएँ है त। यो चाहिँ हाम्रो 1-2 दिनमा चाहिँ अनहोल्डमा जान्छ र ब्यालेन्समा जान्छ। ब्यालेन्समा गइसकेपछि सजिलै हजुरले चाहिँ ब्यालेन्समा पाउन सक्नुहुन्छ अनि पे आउटमा गएर चाहिँ सिम्पली विथड्र लगाउन सक्नुहुन्छ। मिनिमम विथड्र भनेको $0.07 छ। हजुरले एउटा जिमेल बनाउन साथ चाहिँ यसबाट चाहिँ मजाले विथड्र चाहिँ लगाउन सक्नुहुन्छ। यहाँ चाहिँ थुप्रै अप्सनहरू पनि रहेका छन्, क्रिप्टो बटहरू पनि रहेको छ है त।
अब त्यस्तै गरी माई एकाउन्टमा जानुहुन्छ भने यहाँ चाहिँ हजुरको एकाउन्टको डिटेल देखाउँछ, हजुरले कति क्रिएट गर्नुभयो। यदि हजुरलाई सपोर्ट चाहिन्छ भने हजुरले यहाँ हेल्पको पनि सपोर्ट लिन सक्नुहुन्छ है त। यसरी चाहिँ हजुरले यसमा चाहिँ जिमेल बनाएर चाहिँ इन्कम लिन सक्नुहुन्छ। यदि हजुरहरू यस्तोमा चाहिँ इन्ट्रेस्टेड हुनुहुन्छ भने चाहिँ जोइन गरेर चाहिँ इन्कम चाहिँ घरमा बसेर जिमेल बनाएर चाहिँ लिन सक्नुहुन्छ। अवश्य पनि हजुरलाई चाहिँ भिडियो मन पर्यो होला। अन्त्यसम्म भिडियो हेरेर साथ दिनुभएकोमा हजुर सबैलाई धन्यवाद।